सिने श्रृङ्खलाको प्रस्तुतिमा नेपाली सिरियल रिभ्यू। वेलकम ब्याक। मिडिया पार्टनर सिने श्रृङ्खला। बुहारी आउने एपिसोडमा कस्तो रहला आउनुहोस् दर्शक महानुभाव, आज भने यो विषयमा छलफल गर्नेछौँ। तब दुर्गा माताले चाहिँ यसरी एट्याक गर्न चाहेकी थिइन् र पहिल्यैबाट हामीले सानै बच्चै हुँदाखेरिसम्म याद हुने गरेको त्यो घटना र जस्तो पनि विचार हुन्छ नि, जब बच्चाहरूले पनि हेर्छन् त्यसलाई पनि अलिकति नकारात्मक रूपमा प्रभाव गरेको दुर्गा माताले पहिला त छर्लङ्ग थियो भने अहिले बुझकी रूप त आएको छ। तर रामचन्द्र भने अहिले एकदम सिरियस अवस्थामा रहेका छन्। जब उनको उपचारको क्रम अब जारी रहिरहेको छ भने पक्कै पनि उपचार त हुन्छ नै। दर्शकवृन्दहरूलाई के लाग्छ अब आगामी एपिसोड आज बेलुका प्रसारण हुने एपिसोडमा कस्तो रहला, भाग आउँदो एपिसोडहरू कस्तो रहला, र हामी आशा गर्छौँ सम्पूर्ण दर्शकहरूलाई, भगवान रूपी दर्शकहरूलाई भगवानले नै सदैव खुसी राख्न सफल रहन्। र दर्शकवृन्द आजलाई भने हामीले यो भिडियो यत्तिकै राखेका छैनौँ कि अब आउने बुहारी भाग चाहिँ कमला लगायत अन्य धेरै त्यहाँ भएका महत्त्वपूर्ण पात्रहरू चाहिँ धेरै खुसी रहनुहुनेछ र आगामी यात्राहरू समेत धकेल्नको लागि चाहिँ धेरै सहज पुग्नेछ भन्ने आशंका राख्न सक्छौँ। र अहिलेसम्म रहनुहुने सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद। सिने श्रृङ्खलाको प्रस्तुतिमा नेपाली सिरियल रिभ्यू। वेलकम ब्याक। मिडिया पार्टनर सिने श्रृङ्खला।